हेलो साथी, नमस्ते अनि हार्दिक स्वागत छ हाम्रो आफ्नो युट्युब च्यानलमा। आज पनि अर्को भिडियोको साथमा उपस्थित भइसकेका छौँ। आशा छ भिडियो हजुरलाई मन पर्नेछ। हजुर साथीहरू, केही समय अगाडि मात्र एफपिओ निष्कासन गरेको स्वरोजगार लघु वित्तको एफपिओमा एकदमै धेरै लगानीकर्ताहरूको आकर्षणसँगै अत्यधिक बढी मात्रामा आवेदन परेको छ। यसर्थ यस कम्पनीको एफपिओ बाँडफाँड कहिले हुन्छ भनेर धेरैजना लगानीकर्ताहरूको चासोको विषय बनिरहँदा हामीले सम्बन्धित निकायबाट उक्त कम्पनीको एफपिओ रिजल्ट सम्बन्धी नयाँ अपडेट लिएर आएका छौँ। यससँगै 27 गतेबाट सर्वसाधारण लगानीकर्ताहरूले भर्न मिल्ने गरी मेगा सिरी फार्मास्युटिकल कम्पनी लिमिटेडमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ र अहिलेको समयमा आइपिओ निष्कासन गरिरहेको प्योर इनर्जी कम्पनी लिमिटेडको आइपिओमा कति आवेदन परेको छ त कहिलेसम्म आवेदन दिने र पर्ने सम्भावना कति रहला त यी सम्पूर्ण विषयवस्तुको बारेमा यसै भिडियोमा एकमुष्ट जानकारी लिएर उपस्थित भइसकेका छौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। अब ढिला नगरी लागौँ भिडियो विषयवस्तुतिर नै। हजुर साथीहरू, सर्वप्रथम कुरा गरौँ फागुन 27 गतेबाट आइपिओ निष्कासन गरेको मेगा सिरी फार्मास्युटिकल कम्पनी लिमिटेडको आइपिओ सम्बन्धी अपडेटबाट। यो कम्पनीले 27 गतेबाट चैत 3 गतेसम्म आवेदन दिन सकिने व्यवस्था गर्दै सर्वसाधारण लगानीकर्ताहरूमा 100 रुपियाँ अङ्कित मूल्यका दरले करिब 14 करोड 76 लाख रुपियाँ बराबरको 14,76,000 किता सेयर निष्कासनमा ल्याएको छ। कम्पनीले निष्कासन गरेको सेयरमा पहिलो दिनमै 4,98,162 जना लगानीकर्ताहरूले आवेदन दिनुभएको छ र उक्त लगानीकर्ताहरूले 61 करोड 76 लाख 62,000 रुपियाँ बराबरको 61,73,062 किताको लागि माग गर्दै आवेदन दिनुभएको छ, जुन यो कम्पनीले निष्कासन गरेको 14,76,000 किताभन्दा करिब 4.18 गुणाले बढी हुन आउँछ। पहिलो दिनमा नै यो कम्पनीको आइपिओमा मागभन्दा धेरै आवेदन परेको छ। त्यसकारण पनि यो कम्पनीको आइपिओमा आवेदन दिने मिति चैत 3 गतेभन्दा बढी लम्बिने छैन। त्यसकारण तपाईँहरूले यस कम्पनीको आइपिओ भर्न चाहनुहुन्छ भने चैत 3 गतेभित्र भरिसक्नुहोला। यो कम्पनीको सेयरमा हामीले हात पार्ने सम्भावना एकदमै कम रहेको छ, किनभने 1,47,600 जना लगानीकर्ताहरूले मात्र यो कम्पनीमा 10 किताको दरले सेयर हात पार्नुहुनेछ। यदि यो कम्पनीको सेयर पर्यो भने हामीले कममा पनि 5,000 देखि 8,000 सम्मको नाफा भने त्यही दिनमै कमाउन सक्ने सम्भावना रहन्छ। हामीले गरेको अनुमान एकदमै कम रहेको छ। अहिलेको अवस्था हेर्ने हो भने मार्केट निकै राम्रो देखिन्छ र यो बढेर 10,000 देखि 12,000 सम्म पनि पुग्ने सम्भावना रहन्छ। अहिलेको समयमा वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताहरूलाई आइपिओ निष्कासन गरिरहेको छ प्योर इनर्जी कम्पनी लिमिटेडले। यो कम्पनीले 1 करोड 44 लाख रुपियाँ बराबरको 100 रुपियाँ अङ्कित मूल्यका दरले 1,44,000 किता आइपिओ निष्कासन गरेको छ, जुन कम्पनीको आइपिओमा चैत 5 गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको छ। यसरी यस कम्पनीको आइपिओमा आजसम्म आउँदा 49,821 जना लगानीकर्ताहरूले आवेदन दिइसक्नु भएको छ र उक्त लगानीकर्ताहरूले 11 करोड 18 लाख 15,000 रुपियाँ बराबर 100 रुपियाँ अङ्कित मूल्यका दरले 11,18,150 किताको लागि माग गर्दै आवेदन दिनुभएको छ, जुन यो कम्पनीले निष्कासन गरेको 1,44,000 किता सेयरभन्दा करिब 7.76 गुणाले बढी हुन आउँछ। यसरी मागभन्दा बढी आवेदन परेको हुँदा यो कम्पनीको सेयर पनि गोलाप्रथाबाट कम्तीमा पनि 10 किताको दरले पर्ने गरी बाँडफाँड गरिने भएको छ। यसरी बाँडफाँड गर्दा 14,400 जना लगानीकर्ताहरूले 10 किताको दरले आइपिओ हात पार्नुहुनेछ। यो कम्पनीको आइपिओमा आवेदन दिनुभएको छैन भने चैत 5 गते साँझ 5 बजेसम्म आवेदन दिइसक्नुहोला। त्योभन्दा बढी आवेदन दिने समय लम्बिने छैन। अब कुरा गरौँ अर्को स्वरोजगार लघु वित्त वित्तीय संस्था लिमिटेडको एफपिओ रिजल्ट सम्बन्धी नयाँ जानकारी। स्वरोजगार लघु वित्त वित्तीय संस्था लिमिटेडले फागुन 18 गतेदेखि फागुन 21 गतेसम्म आवेदन दिन सकिने गरी एफपिओ निष्कासन गरेको थियो। यसले सर्वसाधारण लगानीकर्ताहरूमा करिब 1 करोड 95,77,300 रुपियाँ बराबरको 100 रुपियाँ अङ्कित मूल्यका दरले 1,95,773 किता एफपिओ निष्कासन गरेको थियो। यसरी निष्कासन गरेको एफपिओमा आवेदन दिने अन्तिम दिनसम्म 18,82,428 जना लगानीकर्ताहरूले 2 अर्ब 34 करोड 62
2,98,000 रुपियाँ बराबरको 100 रुपियाँ अङ्कित मूल्यका दरले 2,34,62,980 किताको माग गर्दै आवेदन दिनुभएको थियो, जुन यो कम्पनीले निशान गरेको 1,95,773 किता एपिओ भन्दा करिब 120 गुणा बढी आवेदन परेको हुँदा यो कम्पनीको एपिओमा सेयर हात पार्ने सम्भावना एकदमै कम रहेको छ भने यस कम्पनीको एपिओ पनि कम्तीमा 10 किताको दरले पर्ने गरी गोलाप्रथाद्वारा बाँडफाट गरिने भएको छ। यसरी बाँडफाट गर्दा करिब 19,577 जनालाई मात्र 10 किताको दरले सेयर हात पार्नु हुनेछ भने झन्डै 18,60,000 भन्दा बढी लगानीकर्ताको हातमा नै हुनेछ भने थप 3 जना एकदमै भाग्यमानी लगानीकर्ताले 1 किता थप गरी 11 किताको दरले सेयर हात पार्नु हुनेछ। यसरी यस कम्पनीको एपिओमा आवेदन दिनुभएका लगानीकर्ताहरूको एउटै मात्र प्रश्न रहेको छ कि यसको रिजल्ट कहिले आउँछ र कति जति नफा कमाउन सकिएला भन्ने रहेको देख्न सकिन्छ। एपिओ बिक्री प्रबन्धकका अनुसार यो कम्पनीको एपिओ यही चैत 1 गते बाँडफाट गर्ने जानकारी गराएको छ। यस कम्पनीको सेयर हामीलाई पर्यो भने कम्तीमा पनि 10,000 देखि माथि पुग्ने सम्भावना रहन्छ। यो थियो स्वरोजगार लघु वित्तीय संस्था सम्बन्धी एपिओ रिजल्ट सम्बन्धी सम्पूर्ण जानकारी। अहिलेसम्म हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने नजिक रहेको सब्स्क्राइब बटनलाई दबाई हामीसित जोडिन सक्नुहुनेछ भन्दै आजको भिडियो यति नै। अर्को भिडियोमा भेटौँ। बाचासँगै छुटिन्छु। नमस्कार।